आज चाहिँ हामी साथीको बेबीको पास्नीमा जाँदैछौँ, त्यसैले म चाहिँ कुर्ता सुरुवाल लाएर रेडी भएर हिँड्दैछु। अनि के साथीहरू, उमेर सँगसँगै फ्रेन्ड सर्कलहरू पनि चेन्ज हुँदै जाँदो रहेछ है। पहिला हामी 15-16 वर्षको हुँदाखेरि इमेच्योर टाइपको साथीहरू थिए। 21-22 वर्षको हुँदाखेरि चाहिँ विदेश जानुपर्छ, आफ्नो फ्युचर बनाउनु पर्छ, केही गर्नुपर्छ भन्ने खालको साथीहरू थिए। 25-26 वर्षको हुँदाखेरि चाहिँ अब बिहे गर्नुपर्छ, लाइफ पार्टनर खोज्नुपर्छ भन्ने खालको साथीहरू थिए। अनि अहिले चाहिँ आफ्नो पनि बच्चा जन्माउने उमेर भएर हो कि के हो, साथीहरू पनि प्राय जसो बेबीको मामुहरू छ के। सो यसरी लाइफ अगाडि बढे सँगसँगै धेरै कुराहरू सिक्ने बुझ्ने मौका पनि पाएँ। पहिला मम्मी बाबाहरू यसरी बिहे व्रतबन्ध पास्नेहरूमा जानु हुँदाखेरि चाहिँ किन जानुहुन्छ होला, किन यति धेरै निम्तोहरू आउँछ होला जस्तो लाग्थ्यो। अहिले आएर थाहा भयो कि यो चाहिँ एउटा बन्डिङ, आत्मीयता, एकअर्कालाई अझ नजिकबाट चिन्ने मौका रहेछ। त्यसैले हामीलाई यसरी निम्तोहरू आउँदाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्छ, किनभने परदेशको ठाउँमा मलाई पनि सम्झिने कोही छ जस्तो लाग्छ के। सो पास्नीमा चाहिँ सबै कुरा एकदमै पर्फेक्ट थियो, सिम्पल डेकोरेसन, खाना, अनि त्यहाँ आउनुभएको सबै मेम्बरहरू पनि। हामीले चाहिँ एकदमै धेरै इन्जोय गऱ्यौँ, मेरो बाबुले पनि इन्जोय गरिरहेको थियो। सो थ्याङ्क यू सो मच फर इन्भाइटिङ अस अन योर स्पेसल डे।